हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ तपाईँहरू है। र तपाईँहरूको लागि मैले पहिल्यै पनि भनिसकेको थिएँ, मेरो जति पनि फिसको लागि एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूको लागि चाहिँ म 6 फिटको एक्वेरियम सेटअप गर्छु मेरो घरमा भनेर है। र मैले चाहिँ त्यो फाइनली मैले त्यो सक्सेस गरिसकेको छु र तपाईँहरूलाई म देखाउनु गइरहेको छु अब है। मेरो 6 फिटको एक्वेरियम चाहिँ मैले सेटअप गरिसकेको छु, हेर्न सक्नुहुन्छ। यहाँदेखिको लिएर चाहिँ यहाँसम्म छ लेन्थ है। र यसमा चाहिँ तपाईँहरूको हेर्न सक्नुहुन्छ भेराइटी अफ कोही फिस है। बाला सार्क भयो, वाइट कोहीहरू चाहिँ डटेड कोही है, ब्ल्याक वाइट रेड सबै मिसिएकोहरू है, गोल्ड फिसहरू सबै यसमा चाहिँ छ। एकदमै राम्रो सेटिङ छ। मोर देन 16 पिसेस छ है फिस चाहिँ यहाँ, सानोदेखि ठुलोदेखि लिएर एकदमै नन एग्रेसिभ फिस हो। एकअर्कामा एकदमै हार्म गर्दैन, यिनीहरूले एकअर्कालाई बाइट गर्ने गर्दैन है। एकदमै राम्रो सेटिङ छ यहाँ, हेर्न सक्नुहुन्छ। र त्यसको पश्चात हेर्नु सक्नुहुन्छ यही लामो एक्वेरियममा चाहिँ तपाईँको यतापट्टि चाहिँ मैले के गरेको छु भने गोल्ड फिस ब्ल्याक हेर्नुहोस्, आमा कति मजाको है, ब्ल्याक ग्रिन है, टाउकोमा रातो भएको ओरेन्टाहरू देख्नु सक्नुहुन्छ यहाँ। यस्तो प्रकारले मैले राखेको छु। र होप तपाईँलाई यो भिडियो मन परेर, ल तपाईँलाई पनि यस्तो खालको एक्वेरियमको सेटअप गर्नु छ भने तपाईँहरूले मलाई कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। थ्याङ्क यू एभ्रिवान, डोन्ट फर्गेट टु शेयर, सब्सक्राइब एन्ड लाइक माई भिडियो।